आज हामी तपाईलाई एउटा यस्तो ठाउँ लिएर जाँदैछौँ जहाँ बादलले पहाडसँग लुकामारी खेल्ने गर्छ। पाल्पा जिल्लामा अवस्थित एउटा यस्तो ठाउँ जहाँ एक समय घना झाडी र बाक्लो जमिन मात्र थियो, तर आज त्यही ठाउँ हजारौं पर्यटकहरूको आकर्षण बनेको छ। यहाँ नेपालबाट मात्र पनि हैन, छिमेकी देश भारतबाट पनि मानिसहरू घुम्न आउने गर्दछन्। यो हो पाल्पा। पाल्पाको निस्ती गाउँपालिका 3 छिरुवासको काउले डाँडा। आखिर कसरी अम्लिसो खेतीले एउटा गाउँको पहिचान नै बदल्न सक्यो र कसरी यो खेतीले यहाँको स्थानीयको जीविकोपार्जनमा कसरी मद्दत पुर्याइरहेको छ। अम्लिसो मात्रै बिक्री होइन, यहाँ अम्लिसोको डाँठ पनि कागजको लागि बिक्री वितरण गरिँदो रहेछ। आउनुहोस् यो ठाउँको बारेमा आज विस्तृत रूपमा हामी यो भिडियोमा बुझ्नेछौँ। काउले डाँडासम्म पुग्ने बाटो भने सहज पक्कै छैन। यहाँ उबड खाबड बाटो, खाल्टाखुल्टी युक्त बाटो र कहीँ कतै खोला खोल्सा चिप्लिने बाटो पनि हिँड्नुपर्ने हुन्छ। भनिन्छ नि, एउटा भनाइ छ नि, राम्रो ठाउँमा पुग्ने बाटो सजिलो पक्कै हुँदैन। हो, यो ठाउँ पुग्नको लागि बाटोहरू पनि त्यस्तै किसिमको छ। कतै चिप्लो, कतै खोला, कतै उकालो भने कतै खाल्टाखुल्टी उबड खाबड युक्त बाटो हुँदै हामी यस ठाउँसम्म जान सकिन्छ। कृपया भिडियो पुरा हेर्नु होला, भिडियो जानकारीमूलक हुन सक्छ तपाईको लागि। अब भिडियो सुरु गरौँ। अरुङखोला बजार र यो हो यतापट्टि तपाईँ अरुङखोला बजार देख्न सक्नुहुन्छ भने, र यतातिर गयो भने हामी नारायण जान सकिन्छौँ। र यहाँबाट सिधा अगाडि लाग्यो भने हामी पुग्छौँ काउले डाँडा। र जुन आजको हाम्रो गन्तव्य रहेको छ काउले डाँडा, जहाँ अम्लिसोको खेती गरिन्छ, इलामवाला भाइब्स देखिन्छ। त्यहाँ गयो भने अझ मौसम खुल्यो भने चाहिँ ठ्याक्क कन्यामको भाइब आउने खालको सिन चाहिँ देख्न पाइन्छ। यहाँनिर अरुङखोला बहुमुखी क्याम्पसको बोर्ड पनि छ र यो चोकलाई दमार चोक भनिन्छ। त्यहाँनिर लेखिएको छ दमार चोक। र यो नवलपरासी पऱ्यो, पूर्वी नवलपरासी। र यहाँदेखि हामी सिधै यो अगाडिको बाटो अन्दाजी करिब 40देखि 45 किलोमिटर हामी जान्छौँ। मोस्टली बाटो धेरै राम्रो छ र केही अफरोड पनि छ। आजको यात्राको क्रममा तपाईँलाई सम्पूर्ण त्यहाँ जाने बाटो कस्तो छ, त्यहाँ गएपछि कस्तो भ्यू देखिन्छ, तपाईँलाई डिटेलमा पाइ नै हाल्नुहुन्छ। सब्सक्राइब गर्नु भएको छैन सब्सक्राइब गर्नु होला र भिडियो कस्तो लाग्छ मन परे लाइक गर्नु होला, कमेन्ट लेख्नु होला र भिडियो अन्तिमसम्म पुरा हेर्नु होला। अब हाम्रो यात्रा सुरु हुँदैछ। मलाई लाग्छ एकछिन पानी परेर अलि डिस्टर्ब हानिरहेको थियो हामीले। र तपाईँ यदि स्कुटी छ, स्कुटीमा जान सकिन्छ सकिन्न भन्ने तपाईँलाई समस्या छ, डाउट छ भने स्कुटी पनि हामीले लिएर हिँडिरहेको छौँ। एकजना साथी स्कुटीमा हुनुहुन्छ। सालघारीको जङ्गलको बिचमा हामी हिँड्दैछौँ। 3वटा बाइकमा 4 सदस्य राइड हामी हिँडिरहेका छौँ। आई होप कि यु आर अल्सो इन्जोइङ द भ्यू होइन। अरुङखोला बजारदेखि अलिकति अगाडि जङ्गल क्रस गरेर अगाडि गाउँमा आएछ। यो गाउँ कुन गाउँ हो गाउँ त एक्ज्याक्ट थाहा भएन, तर पिच छ। तर कहीँ कहीँ बाटो बिग्रेको हुनाले यस्तो खाल्टाखुल्टी पानीहरू चाहिँ देखिन्छ। एकदम गाउँले इन्भाइरोमेन्ट, गाउँको टक्क त्यो भाइब्स आउने खाले घरहरू यहाँ देख्न सक्नुहुन्छ होइन। टक्क छेउछाउमा फुलहरू फुलेका छन्, भर्खर भर्खर रोपाइ गरिएको छ, कतै मकै पसाइरहेको छ होइन। र यो ठाउँलाई कोठेथर भनिँदो रहेछ। हाम्रो पिताम्बरजी पनि स्कुटीमा मस्त अगाडि हिँडिरहनु भएको छ। तपाईँहरू स्कुटीमा आउने प्लान गर्दै हुनुहुन्छ भने उहाँलाई हेर्नुहोस्, यहाँनिर पानी परेको छैन, यहाँनिर मस्त घाम लागिरहेछ होइन, गर्मी भइरहेछ। अघि उता पानी परेर हामी त्यत्रो रोक्यौँ, यहाँनिर हेर्नुहोस् पुरा धुलो उडिरहेछ। यस्तो छ ठाउँ, यहीँको त्यहीँ पनि यति फरक पर्छ होइन। अगाडि हेर्नुहोस् पहाडको भ्यू यस्तो राम्रो आएको छ, मनमोहक होइन। जहाँ यो ठाउँ हेर्दाखेरि लाग्छ कि यो टक्क गाउँको बिचबाट सर हिँड्दा एउटा प्रकृतिको एउटा अनुपम सौन्दर्य र विकासको नमुना यहाँनिर हामी देख्न पाउँछौँ आजको यो यात्रामा। ल यहाँनिर हेर्नु यस्तो दामी सर डाँडामाथि सर बादलले लुकामारी खेलिराखेको छ होइन। यस्तो दामी ठाउँ छ नि। अनि भर्खर पानी परेपछिको खुलेको मौसम हो क्या। अब यतातिर त पानी परेको छैन, तर पर्न सक्छ जस्तो लागिरहेछ होइन। दामी एकदम मजा आयो। ओहो, यो भ्यू हेर्नु त, यो डाँडा, यो काँडा, यो हरियाली, तल अरुङखोला सर, यो भ्यू कालीगण्डकी करिडोरको बाटो हिँड्दै जाँदा हामीले निकै देख्न सक्छौँ। तर यहाँनिर पनि हामीले त्यत्तिकै अनुभव चाहिँ लिइराखेको छौँ। ट्राफिक नियम उल्लङ्घन
नगरौँ, सकेसम्म सबैले हेलमेट लगाउँ। गाउँघर वल्लो घर पल्लो घरलाई बाइक नचलाउँ, अलि पर हिँड्दा हेलमेट लगाउने गरौँ होइन। ल हेर्नु त, यस्तो लाग्छ कि माथिबाट पुरा डुङ 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 लाएर ए मा कसम ठाउँ हेर्नु न यार, यो ठाउँ चाहिँ छुटाउनु हुँदैन। माथिबाट यस्तो खतरा बाढी पहिरो आयो होला कि यहाँबाट यत्रो ठुलो यो घर जत्रो ढुङ्गा छ यार। बल यता नि यस्तै आइरहेछ। हैट, यस्तो ठाउँमा धेरै बेर भुल्न चाहिँ हुँदैन होइन, किनकि माथिबाट ठुलो पानी परेर यस तर्लकै बगायो भने चाहिँ बवाल छ यार। ओहो चिप्लो चिप्लो छ त यार। ओइ यहाँनिर अरुङ खोला सर, यो अरुङ खोला चाहिँ पाल्पादेखि नै बग्दै आउने खोला हो क्या। हेर्नु यस्तो एक्लै चाहिँ यस्तो बाटो, त्यही भएर म मनसुनमा एक्लै चाहिँ नहिँड्ने हो क्या। रिस्की ठाउँ पनि छ क्या यो, राम्रो त छँदैछ तर अक्सर जहाँ यात्रा खराब हुन्छ, जहाँको बाटो खराब हुन्छ, त्यसपछि पुगिने डेस्टिनेसन जुन छ त्यो चाहिँ निकै रमाइलो भ्यू देख्न पाइन्छ। र नेपालमा यो विविधता रहिआएको छ। चाहे तपाईँ मनाङ जानुहोस्, मुस्ताङ जानुहोस्, अप्पर मुस्ताङ होइन, डोल्पा जानुहोस्, कर्णाली जानुहोस्, यात्रा कठिन पक्कै छ तर यात्रा पछिको अनुभव जुन रमाइलो छ त्यो अलग्गै छ। अब यहाँनिर छिटफुट झरनाहरू जस्तो पनि हामी देख्न सक्छौँ होइन। यहाँनिर बोर्डमा तपाईँले देख्न सक्नुहुन्छ ढाडको बाटो के हो यो भनेको। तपाईँहरूलाई थाहा छ यहाँको स्थानीय हुनुहुन्छ भने चाहिँ कृपया बताइदिनु होला। यो मेरो स्कुटी आजभन्दा 10 साल पुरानो, तर स्टिल यसको इन्जिनको कन्डिसन बवाल छ। अब आज हेरौँ यो स्कुटीको टेस्ट कस्तो हुन्छ अफरोडमा। र यात्राको क्रममा अहिले हामी जलुके आइपुग्यौँ र यतापट्टिबाट नि एउटा खोला मिसिराखेको छ र यतातिरको यो फाँट यस्तो दामी देखिएको छ होइन। यहाँ चाहिँ यहाँबाट अलि देखिँदैन किनकि म यो फाँटभन्दा तल छु, तर उता माथि हाइटबाट मैले देखेको थिएँ, बवाल आएको थियो। र अब यो मध्यबिन्दु नगरपालिका समाप्त भएको छ, यहाँनिरबाट सिमाना समाप्त भएको छ र आई थिङ्क अब पाल्पा पनि अगाडिबाट सुरु हुन्छ होला सायद। पाल्पा यहाँनिर यो अहिले सायद यो अहिले बनेको पुल हुनुपर्छ र त्यो झलुङ्गे पुल चाहिँ पहिलाको हुनुपर्छ नदी वारपारको लागि। हामी अरुङ खोला जुन हाइवेबाट हेर्दा जुन अरुङ खोला देख्छौँ त्योभन्दा यतातिर आउँदा यसको खतरा खतरा रूपहरू देख्न सकिन्छ। यहाँनिर हेर्नुहोस् निस्दी गाउँपालिका यहाँहरूलाई हार्दिक स्वागत गर्दछ भनेर देखिएको छ, मित्याल पाल्पा लुम्बिनी प्रदेश। र अब यो पाल्पा हामी जस्ट इन्ट्री गर्ने बित्तिकै अब यहाँनिर हेर्नुहोस् अफ रोड देख्न सक्नुहुन्छ। यतिको बाटोलाई चाहिँ म राम्रै रेटिङ दिन्छु होइन। यो ठाउँमा यस्तो ठाउँमा यतिको लेभलको बाटो छ, अफ रोड छ यस्तो उस्तो भन्थे होइन। तर यहाँसम्म चाहिँ मलाई त्यस्तो कुनै गाह्रो चाहिँ भएको छैन। यहाँबाट त कुनै बेला बाटो नै बगे जस्तो छ त। ओइ 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 रमाइलो छ। नर्मल तपाईँसँग अफ रोड स्किल छ भने चाहिँ हुन्छ। नर्मल अफ रोड मिन्स कि जुन
आजभन्दा 1 वर्ष अगाडि धाउनेको बाटो हिँड्दाखेरि जुन लेभलको अफरोड थियो होइन, त्यतिको अफरोडमा तपाईँले चलाउनु भएको छ भने यो केही पनि होइन तपाईँको लागि। यहाँसम्मको यात्रा अनुभव तपाईँहरूलाई भन्नुपर्दा मजाले स्कुटी चलाएर आइराखेका छन् साथी। अब यहाँनिर कतातिरबाट जाने हो, यही नै होला। सोध्नलाई पनि कोही छैन यार। ओइ 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 कस्तो ठाउँबाट हालेको यार चल्तीले। ओए ल क्या दामी पोखरी छ क्या, यो पोखरीले चाहिँ हाइलाइट गर्नुपर्छ। यो कौले डाँडा जाने बाटो यही हो, यता कतै कता यही बाटो। यसो बाइकमा हावा भर्ने ओर्ने ठाउँ कतै उतै माथि छ। तपाईँको बाइकमा अलि हावा कम देखिरहेछ क्या, त्यही भएर भनेको। माथि छ कति, यहाँबाट कति लाग्ला? छैन। लामे दमार भन्ने ठाउँमा आइपुग्यौँ र यताको बाटो लाग्यो भने मित्याल, रूपसे, राक्से के भन्ज्याङ जाने बाटो अरे, र यताबाट गयो भने थेङ्सीबास, घुङसीबार, काउले डाँडा जाने बाटो यो भनेर छ। दुईजना साथीहरूलाई अगाडि पठाइ। अब बाटो यही हो भन्छन् तर मलाई हल्का डाउटफुल चाहिँ भए। ओए 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 कुन्दनजीलाई झारेर अब यस्तो अफ रोड छ। ओइ ओइ म्याकुरी। ओइ है तेरी। यही बाटो जान्छ कौले डाँडा? बाटो यस्तै हो के अन्त दिदी? अब यस्तैमा घुम्न निस्केको। कति टाइम लाग्छ यहाँबाट? कति टाइम लाग्छ यहाँबाट? 1 घन्टा। बाटो हेर्नुहोस्, बाटोमा हिँडिरहेछौँ क्या हामी, खेतमा हिँडिरहेछौँ हामी, आफै मेसो पाइरहेको छैन। पुरा खेत रोपाइ गर्नलाई यही बाटोबाटै मस्त तालले हिँड्ने रहेछन्। पानी पनि यार एडभेन्चर चाहिँ अब बल्ल फिल भइरहेछ क्या होइन। यतिन्जेल चाहिँ एडभेन्चर फिल भएको थिएन हामीलाई होइन, अब चाहिँ एडभेन्चर मजाले फिल भएको छ। अब अनिलजी हाम्रो सोल्टीको बाइक कहाँ जान्छ त यार? अब उसले बाटो छेकिदिइरहेछ। ओइ 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 उसलाई धकेलिदिनु जानु। छोइयो छोइयो छोइयो। ओइ ल ल मुखमा आउला है फेरि ढुङ्गा। के भयो? यताबाट फेरि उतै आउँछ बाटो। अनि जाने कताबाट त? जाने त यही हो कि यसरी जाने, उतै घरतिर छ यसरी गएर त्यहाँनिर यसरी जाने। अब यही पहाड कट्ने हो। यो पहाड कट्ने हो? कति टाइम लाग्छ यहाँबाट? 1 घन्टा लाग्छ। अलि कहाँसम्म रहेछ यस्तो अफरोड? त्यसपछि राम्रो छ, राम्रो छ, माथि माथि राम्रो छ। ल ठिक छ। ल ल ल केटाहरू सम्हालेर लिक सकेसम्म चेन्ज नआनौँ है। नसके अगाडि खोला क्या दामी देखिरहेछ यार, छङ 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 टक्क। मान्छेहरू सन्दकपुर रुबी भ्याली के भन्छन् यार, यस्तै छ हो नि। त्यहाँ पनि एडभेन्चर, यो पनि नेक्स्ट लेभलको एडभेन्चर छ यार। यहाँ पनि तपाईँले देख्न सक्नुहुन्छ कस्तो कस्तो बाटो हामी कुद्यौँ होइन।
ओए ओए केटो स्याबास स्याबास गुड 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 नाइस जब हामी त गइन्छ कि बस यो खोलामा बाढी आउनु भएन ओए तर खोला चाहिँ टन्नै पर्ने रहेछ होइन ल यहाँ फेरि एउटा खोला सुरु भयो ठक्क तर पानी बिनाको खोला रहेछ मस्त गिटी या ठेकदारले यो बाटो देख्यो यो खोला देख्यो भने चाहिँ मस्त बोली हान्छ होला ओहो यहाँ चाहिँ ओए 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 ओहो पिताम्बरजीलाई धक्का दिनुपर्ने भयो ओए 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 मस्त पिताम्बरलाई हेर्नुहोस् स्कुटीमा हामी धकेल्दै चाहिँ जान सकिन्छ एक्लै चाहिँ हिँड्नु ओए कता ढुङ्गा उछुटेर लाग्ने हो भन्ने डर यहाँनिर आएपछि यस्तो चिसो हावा फिल भइरहेको छ एकदम चिसो होइन अनि हावा मस्त चलेको छ क्या ओइ यसो तलतिरको सिन हेर्न देखाउन खोजेको धन्न ल अब यहाँ हेर्नुहोस् माथि पुरा बादल छ होइन हामी चाहिँ बादलमा अब इन्ट्री मार्छौँ एकछिनमा मासतिर हेर्नुहोस् यो क्या मजाको बादलहरू छ आहा बादलवाला भाइब्स हामी जति जति माथि उक्लिराखेका छौँ त्यति नै यो बादलभित्र हामी हराइराखेका छौँ कुहिरोको काग जस्तै भएको छौँ हामी तिनजना कुहिरोभित्रै छौँ अब बादल टाढाबाट हेर्दा मात्रै बादल हो अब त्यहीँ छिरिसकेपछि चाहिँ यो कुहिरो जस्तो फिल हुन्छ होइन र यो बादलमा आइसकेपछि चाहिँ पानी परे जस्तो त्यो भइरहेको छ क्या सिपेज होइन माथिबाट पानी झरिराखे जस्तो देखिराखेको छ फिल भइरहेको छ एकदम म्यासिभ अफ रोड छ होइन पुरै कुहिरो यो बादलले यस्तो ढाकिएको छ कि परको केही पनि देखिया छैन अलि परसम्मको भिजन पनि ब्लर भइरहेको छ होइन अनि पुरै ढुङ्गाहरू यस्तो तपाईँले देख्न सक्नुहुन्छ उबड खाबड अफ रोड होइन हाम्रो अगाडि पिताम्बर जे एकदम सङ्घर्ष गरेर स्कुटर चलाइरहनु भएको छ त्यो चाहिँ हामीले मजाले देख्न सकिरहेको छौँ होइन यस्तो एक्सट्रिम लेभलको अफ रोड छ होइन घरिघरि राम्रै पनि छ घरि चिप्लो बाटो पनि छ यस्तो एडभेन्चर भइरहेछ नि आज बाटो यही हो हेर्नुहोस् अगाडि केही देखिएको छैन यता जति माथि माथि गयो त्यति बाटो पुरै पानीले खोलेको छ होइन ओए ओए पिताम्बरजी पिताम्बरजीले डुबाउँछ यार ओए अलि डिस्टेन्स बनायो ऊ ढिलो हिँडिदिन्छ कि म छिटो हिँड्यो अब ओर्लिनुपर्छ ओए 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 पुरै ब्याकमा आइदियो त्यहाँ केही जात देखिया छैन यार अगाडि माखो भुलो केही देखिया भयो त ल भन्छ यसलाई गुर्सी गुर्सीबाग भन्ने ठाउँमा आइपुग्यो हामी चाहिँ बाटो लास्ट डेन्जर छ अघि एकैछिन यसो घाम देखिया थियो होइन अलि उज्यालो भएको थियो अब यहाँ त्यसपछि अगाडि बढेपछि फेरि उस्तै भयो कुइरी मण्डल होइन अब कता हो के हो केही देखिया छैन काउले डाँडा कता हो यही हो कि के हो अलिअलि अम्लिसो त तल देखिरहेको छ अम्लिसोको हेलो शीतल मजा छ गर्मी छल्नलाई चाहिँ एकदम दामी ठाउँ हो होइन हेर्नु यस्तो कुहिरो बादल यो यस्तोमा म प्लेनमा बाइक अरू बेला म हिँडेकै थिएन बाइक चलाएर तर आज बाइक चलाइरहेको छु यो ठाउँमा त सुन्तला फल्छ होला यार यस्तो ठाउँ छ यस्तो ल अलिकति ढलान ठाउँ आयो यहाँका मान्छे पुरा स्वेटर लगाएर बसिया छन् यार स्वेटर लगाएर बसिया छन् यार मायाको चाहिँ आफू मुलाई यहाँ कुन हालतमा हिँडिरहेछ जाडो चाहिँ जाडो हुने रहेछ होइन चिसो छ मस्त मौसम अब अगाडि देख्नु चाहिँ केही छैन
यहाँको यो घरहरू तपाईँहरूले देख्न सक्नुहुन्छ पुरै पुरानो शैलीमा बनेको घरहरू, टक्क कच्ची घरहरू देख्न सक्नुहुन्छ र हरेक घरमा बिजुली पनि पुगेको छ र सोलर पनि यहाँ लगाइएको छ सबै घरहरूमा। अब यति ढलान बाटो छ, अब यहाँबाट 15-20 मिनट भन्दै हुनुहुन्छ कौडे लेक जानलाई। कुहिरो यात्रा चलिरहेको छ, केही देख्नु छैन, कुहिरो मात्रै छ, पुरा अन्धाधुन्ध। सोल्टीलाई अगाडि जान दिउँ। फेरि जति जति हामीले दुःख पाइएको छ सोल्टीले गर्दाखेरि नै दुःख पाइएको छ। पुरै खेत रोप्ने हिलो जस्तो छ यार। लोट्नु भयो भने हामी छौँ उठाउने। उहाँलाई जान दिउँ। अहै गियर एक गियरमा हालौँ। सर तपाईँ हात हटाउनु त यार म माथि। अरे यार तपाईँले लडाउनुहुन्छ यार। ल साथीहरू, फाइनल्ली यस्तो एक्सट्रिम अफ रोड हिँड्दै हामी आएँ। यस्तो डेन्जर तरिकाले आइयो होइन। अब यहाँनिर तपाईँ मेरो पछाडि देख्न सक्नुहुन्छ काउले डाँडा कबुलियती वन भनेर। यहाँ टिकट काट्नुपर्ने भनेर गेटमा चाहिँ लेखिएको छ। अब हेरौँ के छ कसो छ होइन। यहाँ पिकनिक आउने ठाउँ पनि रहेछ, तर पिकनिक आउन चाहिँ कहाँबाट आउँछन् थाहा छैन। यहाँनिर खाजा गर्छ र लेकाली कान्छा खाजा घर भनेर ऊ त्यहाँनिर देखिन्छ। अलिक फेरि ढाकिसक्यो कि बादलले, यस्तो हुस्सु छ, यस्तो बादल छ। हातमा हावा मस्त चलिरहेको छ, तर एक्सट्रिम लेभलको हो। तर शीतलो यति मजाको छ होइन। यो चाहिँ रमाइलो छ। ल अघि त्यहाँनिर गेट छ होइन, काउले वन त्यहाँ जाने ठाउँको। यहाँ होटेल छ, यहाँबाट त गेट देखिएको छ नि, यस्तो बाक्लो हुस्सु छ। आमा यहाँ एउटा मात्र रहेछ है यही? माथि पनि छ ए, तर नजिक यही रहेछ तपाईँको गेटभन्दा नजिक। मस्त पसल त ठुलै छ त दाइ। यो ठाउँमा पनि खाजा नास्ताहरू सबै पाउँछ दाइ? ए ओके, ठिक छ। हाम्रो अनिलजी मस्त अगाडि। ठिक छ, बस्नलाई चाहिँ असर छ। गाइज कस्तो फिल भइरहेछ त? पुरा जादुवाला भाइब्समा अब एक्सपेक्टेसन भर्सेस रियालिटी मिट हुँदैन। भएन आएको थियौँ त्यो भएन कि मौसम चाल दिएन। मौसम पुरा हुस्सु लागिरहेछ। यस्तो छ आज मौसम खुलेकै छैन। अब हामी कौडे लेकको माथिको जुन त्यो भ्यू छ त्यहाँ जान्छौँ। कुन्दनजी बस्नु। अब हामी अगाडि बढ्दैछौँ कौडे लेक क्षेत्रभित्र, जहाँनिर अमृतसो खेती गरिएको छ मिनी इलाम बनाएर। यहाँनिर मगर सङ्ग्रहालय पनि यहाँहरूले देख्न सक्नुहुन्छ। यो जुन पुरै कुहिरोले ढाकिएको छ। यस्तो चिसो हावा चलिरहेछ, मस्त चिल पारामा होइन। पुरै यो बादल हो क्या यार। यस्तो डाँडामा बादल यति धेरै छोडेकै छैन नि। बाक्लो हुस्सु छ, केही जात नदेखिने गरी। यहाँनिर यस्तो दामी देखिरहेछ आँखाले चाहिँ, तर क्यामेरामा चाहिँ खासै क्लियर आउन के गरेको छ कुन्ने। क्या बवाल भ्यू देखिने ठाउँ हो यार, तर कुहिरोले सब प्लान चौपट पाऱ्यो। अझै माथि जान्छौँ, माथि कस्तो छ के छ के थाहा। अघि आउँदाखेरि बाटोमा ठाउँमा यसो खुले जस्तो देखिन्थ्यो, हो त्यस्तै भयो भने त भइहाल्यो। अब फेरि अफ रोड आएछ, त्यति मात्रै रहेछ ढलान। ओ आम्मा हो, नेक्स्ट लेभलको यार। ल यहाँनिर मन्दिर, अरे यो के हो, कतातिर हो कौडे लेक भनेर लेखिएको। कता जाने अगाडि? हे प्रभु, हे कृष्ण जगन्नाथम।
हिलोमा पछाडिदिएर अरे कुन्दनजीलाई बस्नलाई चाहिँ ठाउँ ठाउँमा यस्तो यो चाहिँ बनाइएको छ होइन टक्क पिकनिक खान ओर्न रमाइलो गर्नलाई चाहिँ जाउँ न माथि अझै कति कहाँ कहाँ के छ कहाँसम्म जान सकिन्छ होइन ल यहाँसम्म बाइक आउने रहेछ त्यहाँनिर बोर्ड छ बोर्डमा के लेखिएको छ काउले डाँडा कौलियती वन निस्ती 3 पाल्पा वन समूह 19वटा समूह आबद्ध घरधुरी सङ्ख्या 227 क्षेत्रफल 247 हेक्टर अमृतसर बिरुवा रोपड 1 10 100 10,000 लाख 10 लाख 12,35,000 गाँच होमस्टे 7 घर निस्ती 3 धर्केसी पाल्पा भनेर यहाँनिर छ यहाँनिर यस्तो टक्क पार्क जस्तो पनि छ तर यो चाहिँ काउले डाँडाको बाल उत्थानमा हाम्रो कुन्दनजी मस्त पारामा झुला झुलिरहनु भएको छ यस्तो छ यहाँको भ्यू हेर्नु पुरै त्यहाँ अनिलजी हुनुहुन्छ मेरो डिस्टेन्स 10 मिटर पर हुनुहुन्छ होला यस्तो छ केही जात देखि आएन कुहिरोले ल साथीहरू काउले डाँडाको अमृतसर बगान यही नै हो होइन सर यहाँहरूले यहाँ देख्न सक्नुहुन्छ यस्तो दामी तरिकाले रोपिएको छ उतातिर नेपालको झन्डा देखिरहेछ तर यहाँ चाहिँ देखिया छैन यो छ फुटेज सर यहाँको भ्यू यही हेर्न अब सही छ भ्यू होइन तर अलिकति कुहिरोले गर्दा परको भ्यू चाहिँ हामी देख्न नसक्या मात्रै हो तर तपाईहरूले यहाँ कुन टाइममा ट्राभल प्लान गर्नुहुन्छ त्यसमा पनि डिपेन्ड हुन्छ होइन लकको कुरा हो मौसम यस्तै हो तिलिचो जाँदाखेरि हिउँ परेको थिएन म आइसकेपछि मस्त हिउँपात भएर उद्धार गर्नुपर्ने अवस्था बनेको थियो र ठाउँ मस्त छ अब एकदम चिसो मौसम होइन तपाईँ तराईमा तल नवलपरासीतिर पाक्नु भएको छ चितवन बस्दाखेरि पाक्नु भएको छ भने चाहिँ यो चाहिँ तपाईँको लागि एकदम बेस्ट अप्सन हो एकदम बेस्ट अफ रोड एक्सपिरियन्स छैन भने प्लिज डु नट ट्राई होइन यदि अफ रोड एक्सपिरियन्स छ तपाईँसँग भने चाहिँ यो ठाउँमा आउनुहोस् र अफ रोड एक्सपिरियन्स बनाउनु मन छ भने पनि यो ठाउँ तपाईँको लागि एकदम अच्छा हुनेवाला छ हेर्नुहोस् भ्यू सराउन्डिङ सर यस्तो दामी यो ठक्क चिया बगान जस्तै देखिन्छ यो अमृतसर अझै ठुलो भयो भने अझ बवाल देखिन्छ यो चाहिँ राम्रो छ देवस यतिको मेन्टेन छ र यसले यहाँको जीविकोपार्जनलाई पनि हेल्प गरेको छ स्थानीयको पाल्पाको निस्ती गाउँपालिकामा अवस्थित काउले डाँडा यो 246 हेक्टरमा अमृतसरको खेती गरिएको छ क्या बवाल छ जैविक विविधताले धनी देश हो नेपाल यो मैले भनिराख्नु पर्दैन तपाईँले आफैले बुझ्नुहुन्छ सो इन्जोय द भ्यू यहाँ नेपालको झन्डा पनि छ मस्तको कुहिरोले गर्दाखेरि क्यामेरामा चाहिँ कमै देखिया होला झलक झुलुक छाया आयो होला भाग्य भनौँ के भनौँ आउँदाखेरि अझ बढी कुहिरो लागेको थियो अहिले मौसम खुल्दै गएको छ मौसम खुलिसकेपछि हामी टक्क यहाँको ड्रोन सर्ट तपाईँहरूलाई देखाउँछौँ दामी एङ्गलबाट होइन त्यही हो किप वाचिङ भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सिनु होला सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब पनि गर्नुहोस् र मेरो यो फुटेज रेकर्ड गर्न आज सहयोग गर्नुहुने हाम्रो अनिलजीलाई यात्रा ट्राभल ब्लग उहाँलाई पनि धेरै धेरै धन्यवाद उहाँलाई पनि सब्सक्राइब गर्नुहोस् र उहाँका सब्सक्राइबरले पनि मलाई सब्सक्राइब गरिदिनु र साथीहरू अहिले म छु पाल्पाको काउले डाँडा
निस्दी गाउँपालिका वार्ड नम्बर 3 पर्ने र यहाँ पछाडि देख्न सक्नुहुन्छ बोर्ड मेरो यतापट्टि टक्क काम परिरहेको छ सो म अलिकति यतातिर फर्केँ र यहाँ हेर्नुहोस् यस्तो दामी भ्यू छ होइन यस्तो बवालवाला सिन यहाँ आउँछ नि हिँड्न यस्तो रमाइलो छ यस्तो मजाको ठाउँ थियो हेर्नु न यो ठाउँ यस्तो बवाल ठाउँ छ होइन हेर्नुहोस् तपाईँहरूले सर यहाँ देख्न सक्नुहुन्छ टक्क र यहाँ तपाईँ घुम्दा ओर्दा बोरिङ हुनुभयो भने चाहिँ त्यहाँ अगाडि बाल उत्थान पनि बनाइएको छ र हेर्नुहोस् मौसम बिस्तारै खुलिरहेको छ घाम लागिरहेको छ अघिसम्म नदेखिएको थियो झन्डा अहिले झन्डा देखिएको छ यो राम्रो हो म अलिकति उतातिर गएर पनि तपाईँहरूलाई देखाउँछु म यस्तो झाडी हिँडिरहेको छु कि सर्प नहोस् कुनै पनि ल फाइनल्ली घाम पनि लाग्यो होइन अब तपाईँहरूलाई एकछिनमा ड्रोन सर्ट म यहाँको देखाउँछु जति देखिन्छ जस्तो देखिन्छ ड्रोनमा होइन त्यो सर्ट तपाईँहरूलाई देखाउँछु अलि यो मौसम यो सब हेर्दाखेरि यहाँ चिया खेती गरेको भए पनि राम्रो हुन्थ्यो होला सप्रिन्थ्यो होला जस्तो लाग्छ होइन तर एउटा दुःखको पक्ष यहाँ तपाईँहरूलाई म देखाउँछु होइन यहाँ टन्न पार्टी पिकनिक हुँदो रहेछ अब हेर्नुहोस् यस्तो पुरै चम्चाहरू यो पुरै बियरको खोस्टा यहाँ बोतलहरू पनि टन्न देख्न सकिन्छ फुटेका ओरेका होइन यो घुम्न आउने ठाउँ हो घुम्न आउने ठाउँलाई घुमिराखौँ भन्ने जस्तो ठाउँ बनाउनु पर्छ रक्सी खाएर फोहोर गरेर हुँदैन हामीले घुमिसकेपछि फेरि अरू टोलीलाई पनि घुम्न आउनलाई प्रेरणा मिल्ने हिसाबले यो ठाउँलाई जोगाइराख्नुपर्छ र कुहिरोसँग लुकामारी खेल्दै टक्क हामी यहाँ हिँडिराखेका छौँ मस्त कुहिरो लागिरहेको छ अनि हाम्रो पिताम्बरजीले पनि यहाँ केही आफ्नो टिकटक भिडियो बनाउनुहुन्छ कस्तो लाग्यो त तपाईँलाई यो यहाँसम्मको यात्रा अनुभव तपाईँको एक्सपेक्टेसन भर्सेस रियालिटी मिट भयो भएन के कस्तो भयो यहाँसम्म आउनको लागि चाहिँ हाम्रो जति मेहनत लागेको थियो यहाँसम्म आउनको लागि जस्तो अफरोड क्रस गरेर हामी आयौँ जुन हिसाबले हामीले चाहिँ यहाँको भ्यू हेर्न पाउने आशा थियो त्यो चाहिँ भएन किनभने यहाँको एक्सपेक्टेसन भर्सेस रियालिटी साथ दिएन यसैलाई नै भन्छ एक्सपेक्टेसन भर्सेस रियालिटी सो ठिक छ अरूलाई के भन्नुहुन्छ भ्युअरलाई भ्युअरहरूलाई म यही भन्न चाहन्छु कि तपाईँहरू यहाँ आउनुभन्दा पहिला सबैभन्दा पहिला मौसम हेर्नु होला मौसम चाहिँ हो है फेरि अर्को के रहेछ भने नि तलतिर मौसम चाहिँ मस्त पानी परिरहेछ होइन अनि यतातिर पानी चाहिँ छैन पानी नभए पनि बादल के पुरै यो बादल यस्तो फ्रेस एयर यस्तो मजा आउँछ नि आनन्द दिल खुस हुनेवाला ठाउँ चाहिँ छ क्या जे होस् पुरै इलाका हेर्न नपाए पनि जति आँखाले देखिएको छ जति क्यामेरामा क्याप्चर गर्न सकिएको छ त्यो चाहिँ गर्ने प्रयास गरेको छु र यो ठाउँसम्म आउनलाई शास्ति चाहिँ निकै पाइएको थियो यो ठाउँमा आउनको लागि होइन अब यो सिजनमा टक्क अमृसो टिपेर अनि यसको डाँठहरू काटेर अमृसो पनि बेचिन्छ र यसको डाँठ जुन छ त्यसलाई पेपर बनाउनको लागि पनि युज गरिने रहेछ तर नेपालमा होइन इन्डिया जान्छ अरे मैले थाहा पाए अनुसार स्थानीय जनताबाट होइन र अब हामी यहाँ एकछिन ड्रोन सट लिन्छौँ कस्तो आउँछ हेरौँ र साथीहरू आज तपाईँहरूलाई काउले डाँडाको बारेमा बताइयो कुहिरोले गर्दा जति देखाउन मन थियो त्यति देखाउन पाइएन त्यसको लागि एक्सट्रिमली सरी नेक्स्ट टाइम फेरि हामी ट्राई गर्ने नै छौँ यति भन्दै अब तपाईँहरूलाई आजको यो भिडियो कस्तो लाग्यो मन पऱ्यो भने लाइक बटन थिचिदिनु होला सब्सक्राइब गर्न नबिर्सिनु होला र
कमेन्टमा पनि आफ्नो प्रतिक्रिया राख्न नबिर्सिनु होला। यति भन्दै तपाईँहरू माझबाट हामी छुट्टिन्छौँ। टाटा, बाई 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 गाइज। सी यू इन नेक्स्ट ब्लग।